हेलो हजुरहरु सबैजनालाई स्वागत छ भिडियोमा। तपाईहरु आज एउटा इम्पोर्टेन्ट सिप सिक्दै हुनुहुन्छ। यो डबल ट्रिपल रोल भिडियो कसरी बनाउने हो भनेर सिकाउनको लागि म यहाँ उपयुक्त ठाउँको खोजीमा छु। यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाई दुईटा रोल बनाउँदै हुनुहुन्छ भने तपाईले दुईचोटी अभिनय गर्नुपर्छ कि तीनटा गर्दै हुनुहुन्छ भने तीनचोटी गर्नुपर्छ। अनि एकापट्टि बसेर एक्लै बोल्नुपर्छ के भन्नुपर्छ, एकपट्टिको पाठ सकाउने, त्यसपछि फेरि अर्कोपट्टि गएर उसै गरी अघि उतापट्टिले बोलेको सुनेको जस्तो गर्नु पर्यो। अनि आफ्नो पनि केही छ भने भन्नु पर्यो। यो रेकर्ड गर्दै गर्दाखेरि चाहिँ कोही मान्छेले देखिहाल्यो भने चाहिँ यो कहाँबाट बोला आयो भन्छ क्या, किनभने एक्लै फतफताइरहेको हुन्छ नि त, एक्लै बोलिरहेको हुन्छ त्यहाँनिर। त्यसो बोक्दाखेरि अलिकति सुरक्षित नै भनौँ होइन, अलिकति शान्त भन्दा पनि मान्छेको आवाज जावत नहुने ठाउँ, कम्तीमा यो भिडियो रेकर्ड गर्न सकिन्जेल चाहिँ त्यस्तो ठाउँ चाहिन्छ। त्यो ठाउँको खोजीमा छु। एकदम सजिलो गरी इजी वेमा सिकाउँछु। त्यो ठाउँ यहाँ पाउने बित्तिकै म झ्यापझिप सकाइहाल्छु। चाहिँ म अलिक यो खोलातिर छिर्नु पर्यो, त्यता अलिक मान्छेको आवाज जावत कम होला। यो रेकर्ड गर्ने बेला चाहिँ के ख्याल गर्नुपर्छ भने एउटा कुरा सबैभन्दा मुख्य भनेको चाहिँ यो मोबाइल अथवा क्यामेराको लोकेसनलाई फिक्स गर्नुपर्छ। तपाईहरुले यो भिडियो खिच्न सकिन्जेलसम्म मोबाइल हल्लिनु भएन, क्यामेराको लोकेसन चेन्ज हुनु भएन। क्यामेराको लोकेसन चेन्ज भयो भने हल्लियो भने पछि मिल्दैन त्यो भयो मुख्य कुरा। अनि सेकेन्ड भनेको यो भिडियो रेकर्ड गरिन्जेलसम्म यो मौसम एउटै हुनुपर्छ। जस्तो घाम लागेको छ भने त्यो घाम लागेको सिन हुनुपर्छ, बादल लागेको छ भने बादल लागेको सिन हुनुपर्छ। त्यो भयो पहिलो कुरा, मोबाइलको लोकेसन फिक्स गर्ने। दोस्रो भनेको चाहिँ यो मौसम एउटै मिल्नुपर्छ, एउटै मौसममा सकाइदिनुपर्छ। म त यो एउटै कपडामा सकाउँछु है। तपाईहरुसँग टाइम हुन्छ, अलिक भिडियो राम्रो मजाको बनाउनु छ भने चाहिँ तपाईले यो कपडा चेन्ज गर्न सक्नुहुन्छ। जस्तो यहाँको एउटाको यो सकेपछि उसको पालो सकेपछि अर्कोतिर गएर अभिनय गर्ने त त्यो बेला कपडा चेन्ज गर्न सक्नुहुन्छ। तर मसँग चाहिँ आज अलिकति समय कम छ, अनि प्लस मैले चाहिँ तपाईहरुलाई सिकाउन मात्रै खोजेको छु। एउटा सामान्य स्क्रिप्ट जस्तो नै बनाउनु पर्छ। त्यसो भयो भने चाहिँ भिडियो ठ्याक्कै राम्रो बन्छ। अब यो सबभन्दा सजिलो भनेको चाहिँ लाटा भिडियो हुन्छ कि नबोल्ने, हावभाव मात्रै गर्ने चाहिँ एकदम सजिलो हुन्छ। त्यो त यहाँनिर बस्यो होइन, आफ्नो हावभाव गरी सकाइहाल्छ। किनभने ठ्याक्कै भरै त्यो बोलेको मिल्नु परेन नि त। त्यो लाटा भिडियो चाहिँ एकदम सजिलो हुन्छ। यो बोलेको वाला कन्भर्सेसन वाला चाहिँ अलिकति स्क्रिप्ट जस्तो नै बनाउनु पर्छ, अलिकति परसम्मको सोच्नुपर्छ। म छोटो यो बोलेको वाला नै तीनजनाको बनाउँछु। म भिडियो सुरु गर्छु है। ल यहाँनिर बसेर फर्स्ट रोल अब त्यो कवि बोल्छ नि त, त्यतापट्टि सुनेको जस्तो गर्नु पर्यो। उतापट्टि कविले केही भन्यो, त्यसपछि अब यो बिचमा अर्कोजना छ, यहाँनिर पनि एउटा मज्जालाल भन्ने छ। अब त्यो उसँग कुरा गर्नुपर्ने। हेलो मज्जालालजी। अब यो मज्जालाल बोल्छ, त्यसलाई सुन्नु पर्यो। तेरा 3 भागमा 4 भाग। कालका खाँदैन मान्छे बन्नलाई त कविता लेख्न सक्नु पर्यो। पहिला कविता लेख्नु
कस्तो मजा यतापट्टिको सकियो अब यो मज्जालालको पात है यो त मज्जालालको काँक्रा हो नि त अब यहाँबाट टिपेर खानुपर्छ अरे देऊ मालिक म त ल्याइहाल्छु नि मालिक cucumber मालिक र मज्जालालको सकियो अब कवि पालो अरूलाई काम हराउँदैमा काँक्रा खाँदैमा मान्छे बन्दैन मान्छे बन्नलाई त कविता लेख्नुपर्छ र कविता लेख्नलाई विवेक चाहिन्छ विवेक पहिला कविता लेख्नुहोस् cucumber मौसम के साथ वाह बराबरी तीन भाग तीन भाग सकियो अब एडिटिङ अनि यस्तो गरी बस्दाखेरि मान्छेले देख्यो भने बौला भन्दैन त भिडियो खिच्ने काम सकिसकेको छ अब एडिटको लागि प्ले स्टोरबाट युकट भन्ने एप्सलाई डाउनलोड गर्नु होला यसको पैसा लाग्दैन यो फ्री एप्स हो र यसको वाटरमार्क पनि बस्दैन एकदम राम्रो एप्स छ त्यसरी ओपन गर्ने यो प्लसमा जाने न्यू प्रोजेक्ट गर्ने र एडिट गर्नुपर्ने भिडियोलाई यसरी सिलेक्ट गरेर तान्ने एउटा भिडियोलाई मेन बनाउनु पर्छ यो पहिलो भिडियो अब यहाँबाट सुरु हुन्छ यसरी पहिलो भाग पहिला रेडी गर्ने पहिलो पार्ट त्यसपछि अब सेकेन्ड पार्टको लागि यसरी यो ब्याक आएर यहाँनिर ट्रिम म्युजिक फिल्टर इफेक्ट टेक्स्ट स्टिकर भन्ने माथि अप्सन आउँछ सबैको आफ्नो आफ्नो काम छ अहिलेलाई यो स्टिकर पछाडिको पिआइपी भन्ने मा थिच्ने त्यसपछि पुनः त्यही भिडियोलाई ल्याउने सबभन्दा पहिला यो सेम साइजमा यसरी जुम गरिदिने पहिलाको भिडियोसँग मिल्ने गरी यसरी जुम गरिदिने र यसलाई ट्रिम गरिदिने ट्रिम गरेर अब सेकेन्ड पार्टको लागि छान्ने हाम्रो सेकेन्ड पार्ट यहाँबाट सुरु भएको छ यो यहाँसम्म सेकेन्ड पार्ट हो यहाँ माथि अप्सन हेर्ने भने एउटा मार्क्स भन्ने आउँछ MASK यो मार्क्समा थिच्ने यो तल्लोपट्टि नन लाइन मिरर सर्कल रेक्टेङ्गल भन्ने अप्सन देखिन्छ त्यसमा यो लाइनमा थिच्ने र यसलाई माथि घुमाइदिने यो लाइनलाई यसरी घुमाइदिने र यो तल एउटा फिदर भन्ने अप्सन छ त्यहाँबाट हल्का यो बढाइदिएर मर्जिङ गरिदिने यसले चाहिँ लाइन मर्जिङ गरिदिने काम गर्छ यसरी अब यो सेकेन्ड पार्ट भयो त्यसपछि फेरि यसरी ब्याक आउने अब पुनः यो पिआइपी भन्नेमा जाने पिआइपीमा गएर फेरि पनि त्यही भिडियोलाई तान्ने र यसलाई भएकै जस्तो सेम साइजमा उत्रै हुने गरी फेरि जुम गरिदिने यसलाई ट्रिम गरेर अब यो तेस्रो पार्ट हो यो तेस्रो पार्टदेखिको ट्रिम गरेर यहाँबाट राख्दिन यसलाई पनि सेम
मार्क्स गरिदिने, लाइन गर्ने र फेरि अहिलेको जस्तै यस्तै माथि यो लाइनलाई घुमाइदिने, हल्का तलबाट यो फिदर बढाएर मर्जिङ गरिदिने। यसरी भिडियो रेडी हुन्छ। अब यो माथि सेभ भन्ने अप्सन आउँछ, रिसोलुसन भन्ने अप्सन छ, यसलाई बढाइदिने, बढाएर यो कम्तीमा 1080 को सेभ गर्ने। यो 4K मा सेभ गर्यो भने अझ क्वालिटी क्लियर आउँछ, तर धेरै स्पेस लिन्छ यसले। यो सबै तलको बढाइदिने, यो क्वालिटी हाई बनाइदिने, यो फ्रेम रेट 60 मा पुर्याउने। अब यो माथिको कम्तीमा 1080 को सेभ गर्दाखेरि तपाईँ हाम्रो क्यामेराले अलिकति लो क्वालिटीको खिचेको छ भने पनि यसले थोरै पावर बढाइदिन्छ। अझ यसलाई 4K मा सेभ गर्यो भने धेरै राम्रो क्वालिटी आउँछ, तर धेरै स्पेस लिन्छ यसले चाहिँ। जस्तो यहाँनिर अब 1080 मा सेभ गर्दाखेरि 1GB अलिकति बढ्यो भने यसलाई 4K मा गर्ने हो भने 5GB पुगेको छ। अब यसलाई 720 मा गर्ने हो भने 1GB पनि पुग्दैन। यसरी यसले पावर बढाउने र घटाउने काम गर्छ। कम्तीमा 1080 को सेभ गर्दाखेरि भिडियो को क्वालिटी राम्रो आउँछ। सेभ गरिदिने, यसलाई सेभ हुन केही टाइम लाग्छ। यो डबल ट्रिपल भिडियो बनाउने तरिका यस्तै हो। हजुरहरूले यो भिडियोलाई हेरेर एकदम मजाले ध्यान दिएर बनाउनु होला र तपाईले बनाइसकेपछि यसो फेसबुकमा युट्युबमा राखेर मलाई मेन्सन पनि गर्नु होला। अथवा तपाईलाई के कन्फ्युज भयो भने फेरि पनि सोध्नु होला, अथवा यो भिडियोलाई पुनः रि गरेर हेर्नु होला। हेलो कविज्यू, यो यस्तो मौसममा त काँक्रा खाना पाए त साह्रै शानदार हुन्थ्यो होला है। के हजुर काँक्रा खै गरेर आउन सक्नुहुन्थ्यो कि? के अरे अरूलाई काम हराउँदैमा काँक्रा खाँदैमा मान्छे बन्दैन। मान्छे बन्नलाई कविता लेख्नुपर्छ। कविता लेख्नलाई पहिला कविता लेख्नु, यो अलिक पढि लेखेको कवि हुँ भन्ने हो मान्छे चाहिँ बोलाउँछ छन् के हो। हेलो मज्जलालजी, के तपाईँ यो गरम गरम मौसममा एउटा काँक्रा खरिद गरेर आउन सक्नुहुन्छ? प्लिज, मौसमले यही भनेको छ। ज्यू मालिक, म त नि त ल्याइहाल्छु नि। कविता दाइजो, कविता दाइजोसँग दुईटा स्वास्थ्य आँखा छन्। मलाई एउटा भए दुनियाँको कालो सेतो हेर्न पुगिहाल्छ। तिमी एउटा आँखा लैजाऊ कतै बेच, त्यसले शिरबन्दी किन। मसँग दुईवटा लगनशील हात छन्। मलाई एउटा भए जिन्दगीको कविता लेख्न पुगिहाल्छ। एउटा हात तिमी लैजाऊ कतै बेच, त्यसले रङ्गी बिरङ्गी कुराहरू किन। मसँग एउटा फुल जस्तो खुसीको बिरुवा छ। मालिक मालिक, क्युकम्बर मौसमले साथी वाह, बराबरी 3 भाग, बराबरी 3 भाग। तीन भाग। थ्याङ्क यू। तेरा 3 भागमा 4 भाग। Cucumber. See?
गाह्रो खाँदैन मान्छे बन्नलाई त कविता लेख्न सक्नुपर्छ पहिला कविता त्यही त कस्तो मतलब एकदम